जेमसी मत्तीको किताब 11 अध्यायको 15 वचन लिएर हामी अघि बढ्नेछौँ। यहाँनिर यसरी लेखेको छ, जसको सुन्ने कान छ त्यसले सुनोस् भनेर भन्दछ। परमेश्वरले हामीसँग केवल शारीरिक कानद्वारा मात्र होइन, आत्मिक रूपमा पनि बोल्नुहुन्छ। सबैसँग कान हुन्छ तर सबैले परमेश्वरको आवाज सुन्दैनन्। आज धेरै मानिसहरूले वचन त सुन्छ, आराधना पनि सुनि नै रहेको हुन्छ, तर जीवन परिवर्तन नै हुँदैन, किनकि उनीहरूले आज्ञाकारी हृदयले सुन्दैनन्। वेल, आज हामी 3टा कानको बारेमा हेर्नेछौँ। डेफ एयर, बन्द भएको कान, अर्को चाहिँ हो सुन्न तयार कान, र द अदर वान इज आज्ञाकारी कान। यो 3टा कानको विशेषतालाई लिएर हामी फेरि अघि बढ्ने छौँ। वेल, बन्द कान, कहिले काहीँ पाप, घमण्ड, रिस वा संसारिक चिन्ताले मानिसको आत्मिक कान बन्द हुन्छ। आज यदि तपाईँ र मेरो कान पनि परमेश्वरको स्वरलाई सुन्यो भने हामीले आफ्नो हृदय कठोर बनाउनु हुँदैन। कठोर हृदयले परमेश्वरको आवाज सुन्न नै सक्दैन। धेरैचोटि हामीलाई इफ पिपल लाइक कम्स एन्ड करेक्ट्स अस, हुन्छ नि, तिमीले यस्तो गर्दैछ, त्यो ठिक होइन, त्रिरत्न भन्यो भने मलाई त्यो मनै पर्दैन। होइन, म त्यो कानलाई सुनेर पनि अनसुना गर्नु भन्नुको मतलब चाहिँ मैले त्यो कानलाई बन्द गर्नु, अट्टेरी कान हो नि त मेरो त्यो, है। त्यसरी नै हामीले त्यो कानहरूलाई बन्द गर्नु हुँदैन। सुन्न तयार कान, स्यामुएल पनि त सानो हुँदाखेरि जब परमेश्वरको आवाज ऊ कहाँ सुनाइदियो, उसले भनेको छ परमेश्वर मसँग बोल्नुहोस्, तपाईँको दास तयार छ भनेर भनेको छ। त्यसरी नै आज हामी पनि तयार बस्नुपर्छ। परमेश्वर अझै पनि सुन्न चाहनेहरूसँग बोल्नु चाहनुहुन्छ। आज्ञाकारी कान, साँचो सुनाइले जीवन परिवर्तन ल्याउँछ। वचनलाई पालन गर्ने हौ, केवल सुन्ने मात्र होइन। संसारको हल्ला भन्दा परमेश्वरको आवाजलाई महत्त्व दिऊ। God is always speaking, but the question is, are we truly listening? Amen.